यतातिर हाम्रो आउँछ ल हेर्नु यो तालको कलर के चेन्ज हुने रहेछ क्या अघि हामी चाहिँ यहाँ कति 9 बजीतिर पुगेको थियो होइन म चाहिँ त्यति बेला चाहिँ यस्तो निलो त मलाई उहाँहरूले भनिदिएको क्या बसेपछि 3 जना यता डाइनिङ पनि ठक्क लाएर हामी यो राँचीमा छौँ आज भोलि चाहिँ बिहानै उठेर छेप अहिले फेरि हामी बसेको होटलमा पनि देउसुरी खेल्न आउनु भएको छ है हेलो सर सो अहिले चाहिँ हामी फक्सुन्डो पुगिसक्यौँ यहाँदेखि ताल देखिसकेछौँ हाम्रो नेकेर आइ चाहिँ देखेछ तर गोप्रोमा चाहिँ देखेको छ कि नै थाहा भएन यो हाम्रो एउटा भ्यू पोइन्ट हो है सो यहाँदेखि चाहिँ हामी फर्स्ट भ्यू पोइन्टमा चाहिँ पुगेछौँ फक्सुन्डो लेक यसको यो वाइ सेप छ ओ माइ गॉड फक्सुन्डो टालैमा यस्तो छ फक्सुन्डो यस्तो वाइ सेपको छ क्या यहाँ छ सो वो दिस इज फोटोमा यो रियलमा फक्सुन्डो 3639 ल बबाल बस्नु त होला दाइ ओइ निलो छ त यार हुन त यता आउनु न यता यहाँ भ्यू पोइन्ट यहाँ छ यार So, this is lake. आहा, इतना मेहनत गर्छ बल्ल पुग्यो यार होला सायद आहा क्या डेन्जर देखेछ यो त एउटा हाँगा भयो ऊ हामीले भनेको होटल यो ऊ भ्यू पोइन्ट देख्नु भएन खाना यहीँ खाऊँ न त भन्नु हामीहरू चाहिँ यहाँ धेरै छौँ दाइहरू पनि सुर्खेत देखाउनु भएको छ एकदम यहाँहरू पनि हुनुहुन्छ घुम्न चाहिँ आउनुपर्छ यतातिर ल यस्तो छ हजुर खिच्दै मैले हाम्रो अहिले चाहिँ हामी 10 बजे खाना खान लागेको छौँ बाबा फक्सुन्डोमा आएर ल विजय दाइ पनि आउनु हो दामी छ है यहाँ किचन चाहिँ मलाई बाबा लाग्यो यताको चाहिँ तरकारी अचार सलाद दाल टोकना त्यही बस्नु न यहीँ बस्नु नि भयो सो अब चाहिँ म त्यो ताललाई नजिकदेखि हेर्न जाँदै सब एकछिन रेस्ट गरेर त्यत्रो थाकेर घुमेर यताउता सब त्यो गरेर आएको अब हामी भन्नाले तिनीहरू पछाडि छन् सो अब ताल हेर्न जाँदैछौँ म सो यस्तो छ बाबा अब नजिक गएर हेर्छु गोप्रोमा यस्तो जुम हुन्न क्या त्यही भएर म माथि त अझै वहाँ पर त्यो पाहाडमा चढ्नुपर्छ अरे सो हेरौँ अब जाने हो त्यहाँ पनि त्यहीँ गएर हामी चाहिँ त्यो गर्छौँ यो तालको कलर के चेन्ज हुने रहेछ क्या अघि हामी चाहिँ यहाँ कति 9 बजीतिर पुगेको थियो होइन म चाहिँ त्यति बेला चाहिँ यस्तो निलो थिएन क्या अहिले त यस्तो खतरा निलो भएछ अहिले पछि साँझतिर फेरि अर्कै कलरको हुन्छ अरे क्या यो चेन्ज हुन्छ अरे क्या यसको चाहिँ कलर चाहिँ नेपालको ब्लुएस्ट सबभन्दा निलो ताल र अनि सेकेन्ड डिपेस्ट हो यो चाहिँ होइन लेक सो यस्तो छ हरियाली देखिसक्नुभयो मुस्ताङलाई चाहिँ फ्लग हान्छ है यसले मुस्ताङ जानुभन्दा बरु सेफ फक्सुन्डो हो है म त त्यही भन्छु मेरो त पुरा मनै लोभिसक्यो यो देखेर अब हामी नजिकै भ्यू पोइन्टमै जाँदैछौँ उतातिर पनि छ तर के गर्ने यता एकछिन नजाम होला म यतातिर जान्छु
म यता जान्छु उतातिर जान्न आउँछु म देखाएर यही हो अब तेरो त हिन्दूमा त त्यहाँ चौरी गाईहरू छ है त्यहाँ खतरनाक ओ केटाहरूलाई मैले उता पठाएर आफू चाहिँ यहाँ यो लेकमा आएको छु ने उता उता बस्ने ठाउँ छ मजा आउने रहेछ त मान जा ल एकछिन म गएर चम्का म तालमा आइसक्यो है या कस्तो निलो देखिएको त यो त ल यही हो एकछिन म भित्र त जान्न चिसो पानी मजा छ यहाँ अझै यही हो स्वाट म ऊ त्यो भ्यू पोइन्टमा जान्छु है त्यहाँ चाहिँ खच्चरहरू चाहिँ गरेर आएको छ त्यहाँ जान्छु म अनि भनेपछि सो यो चाहिँ ताल भयो तालको पानी चाहिँ यहाँ जान्छ कि यसमा यो खोलामा जाँदो रहेछ कि यहीँको पानी जाँदो रहेछ कि नदीमा यो भनेको सेफोक्सुन्डो यो भनेको सेफोक्सुन्डोको नदी ल यहीँदेखि पानी जान्छ है उता तालको पानी ल बवाल छैन त यो पनि हेर्न जानु पर्यो के त हो यो होइन बात हाम्रो दिदीहरू बाटोमा यतादेखि राम्रो आउँछ ल हेर्नु कालो 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 रिङ में पोस्ट मिलन यहाँ बसिरहेको छ नि मलाई वेट गरेर खै त भिना बिजे दाइ खै त यार कति निलो देखिएको भने यार क्यामेरा लगेछ नि अनि यतातिर हेऱ्यो हिमाल छ के यो साइडमा हेऱ्यो यस्तो खतरा हिमाल छ अनि यसतिर आफूलाई घुमाएर हेऱ्यो यस्तो दामी पहाड लेक छ म कहाँ छ म यो होइन ब्युटी ठ्याक्क यस्तो गर्ने तलै त हो त गएको यता हेऱ्यो हिमाल यता हेऱ्यो ताल ए होइन बात यो लट्ठीले त साथ दिएछ है धेरै एकदम बवाल यो अहिले म पानीमा छु अब जहाँ हेरे पनि हुन्छ एकचोटि डुबाइदिउँ कि फेरि मैले त्यही नै लिएर आएन कि यसको केसै लिएर आएन यो जति हेऱ्यो हेर्ने सकिन्न हेरेर मलाई देखाउने यार देखिरहेको छु नि यहाँ
मिलन पनि आएन मिलन आएन भन्न पाइन्न गरे आएन भन्न पाउँदैन है अरेमा यस्तरी अब किनारै किनार हिँड्नुपर्छ हामी चाहिँ सरसँग छ क्यामेरा सरलाई भन्नु म त यहाँ आफ्नो भिडियो गराइरहेको छु यसरी खोलै खोला हिँड्न पाए त अझ झनै एक्लै हिँड्न परिरहेछ क्या गर्लफ्रेन्ड ल्याएर आउनु पर्ने हो खै लास्ट अफ हाम्रो छ जर्नी होइन सो म अब फोक्सुन्डोको पानी लगाएर जाँदैछु यहाँ चिसो 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 लास्ट त सो मैले पानी भरिसकेँ के भयो द कलर डिफरेन्स यो नदी र तालको बगान छ है उतातिर नर्मल पानी छ उतातिर मात्रै निलो पानी छ क्या त्यहाँ चाहिँ उता ताल हो नि त छ उता माथि साह्रो राम्रो देखिएको यो पुरै हेर्नु त देखाउनु त उतातिर है मलाई यहाँदेखि जानै मन लागेन तर शरीर थाकिसकेछ क्या शरीर थाकिसकेछ यतातिर हेर यस्तो खतरा छ अनि यतातिर हेर त वा हिमालमा लास्ट भने लास्ट यो हो हाम्रो 360 बाफ रे यो साइडमा हेर टिकटक वाला मोडमा गर न यो घरहरू पुरै के मार्फाको घरहरू जस्तो छ नि त यार यस्तै छ जाने हो कि नै बिहान नै के कहिले हिजो बिहान हामीले खाना खाँथ्यौँ नि हिजो 4 बजीतिर खाना खाएको ठाउँ त्यो होटलमा त नबस्ने कि त्यहाँ कस्तो खाएर कहाँ छ त अरू बस्नु त्योभन्दा पछाडि छ त के अरे मिड पोइन्ट हो कि के भन्ने के मिड पोइन्ट हो कि के भन्ने वाइफाई चल्दैन त्यो मुलामा हामीले खाएको गुरुङ दाइको भाइ यार त्यस्तो भन्छ न आम्मा द्वारकै एउटा म 2 घन्टा बसेँ 2 घन्टासम्म लाइटमा के वाइफाई नै नचल्दैन कि के हुन्छ भने अल्छीको दाइहरू हुन्छ
हाम्रो आजको आज कति अरे डे 4 त हो हाम्रो आज आजको हाम्रो डे 4 को चाहिँ 3 दिन त माथि पुग्ने लाग्यो यतै बस्दा पनि भयो के डाइनिङमा फेरि कि तपाईँ एक्लै हो फेरि अरू कोही हुन्न त्यस्तो त अब ग्रुपका केटाहरू अब एकैजना त कहाँ बस्ला नि त नि टक्क लाएर हामी यहाँ बसिरहेको छौँ होइन ग्रुपमा चाहिँ एकैजना मात्र त कहाँ बस्ला त बसेपछि 3 जना होला नि उतापट्टिको त बेड त राम्रो छैन नि दाइ त्यही त मलाई उहाँहरूले भनिदिएको क्या बसेपछि 3 जना यता डाइनिङ पनि छ टक्क लाएर हामी यो राँचीमा छौँ आज भोलि चाहिँ बिहानै उठेर छेप्का पुग्ने होइन दाइ हो कि नै 4 बजे उठेर जाने हो 3:30 बजे 3:30 बजे उठेर जाने हो हेर्छु म तिमीले जहिले पनि त्यस्तै भने हो उठ्नु त म 4 बजे हामी ल हेर्नुहोस् कति अदर देखिरहेको हेलो सर ओ जान्न लाज लाग्यो जानु क्या तपाईँ ल जोइन जोइन ल तपाईँ पनि जानु होला हामी त आउँदैन रमाइलो त हो रमाइलो अहिले फेरि हामी बसेको होटलमा पनि देउसुरी खेल्न आउनु भएको छ है बाबा नि मरै भयो यहाँ हेरौँ न अलिकति यता बसौँ न सर यता यता बसौँ न अलिकति ल यो चाहिँ पछाडि बस्नु कि रेकर्ड गरिदिनु बोलेर ल भट्टाउने फिक्सै भएको छैन अझै